गर्नु छलफल गर्छन्। अब तैँले कस्तो कस्तो कर्म गर्छ, सिपाहीहरू त्यहाँ आइरहेछन्, यमदूतहरूले घेरिराखेका हुन्छन्। अब चाहिँ छानबिन गर्छन्, मेरो अब सबै चिज छ भनेर भन्छ उसले चाहिँ। मेरो चिज छोराछोरी पनि छन्, दाजुभाइ पनि छ, बुढी पनि छ भन्छ, अनि बन्धु मित्रता पनि छन् भन्छ। अब त्यसले भनेपछि चाहिँ उसले चाहिँ भन्छन् सिपाहीहरूले चाहिँ तैँले भनेको हामी के मान्छौँ, अब तैँले कस्तो कर्म गरिन्छ, अब माथि लगेर थाहा हुन्छ भनेर अब त्यहाँ घेरिराखेका हुन्छन्। त्यसले अब खाना पनि खान्छ पाउँदैन। यमराजहरूले घेरिराखेको हुन्छ। आफ्ना बन्धुहरूलाई तैँले ध्यान गर, तैँले जस्तो कर्म गरेको छ त्यस्तै फल पाउँछ, राम्रो कर्म गरेको राम्रै फल पाउँछ। तैँले मर्दा मृत्यु हुँदा पनि कस्तो छ भन्ने लोकमा गरी यसको गरेको छैन र भनी बाटोमा हरेक बसिरहेका हुँदै तारा 41 त्यसैले आफ्नो हित भएका छन् र मुख्य दिन परमात्मालाई प्रगति पाउँछ। यो भनेको मृत्यु रूपी शत्रुहरूको अधिकार छ र परमेश्वर छौ रक्षा गर्नुहोस्, मेरो आमा बुवाको सबैको रक्षा गर्नुहोस् भगवान् भनेर सम्झिनु। आएपछि कहिले परेवा, कहिले ढुकुर, कहिले भङ्गेरा, कहिले गौँथली। अब यो आएपछि त्यसले रूप बदल्छ। मनुष्यको शरीर आयो, मनुष्यको शरीर आएकोले अब भगवान्लाई आज्ञा गरौँ। अब त्यसले भगवान् मलाई अब मनुष्यको जन्म दिनुलाई तपाईँको भजन कीर्तन गर्छु भनेर जो आत्माले भन्यो, अनि भगवान्ले त्यो भन्नुभयो। आफूलाई तेरो नरकबाट अब तैँले गरेको भोगी सब तैँलाई म जन्म दिन्छु। मैले जे भनेको तैँले त्यही मान्नुपर्छ। तैँले अब त जा, अब उसको गर्भबाट धारण गर भनेर अब त्यो गर्भ पठाउँछन्। अब भगवान्ले मनुष्य रूप धारण गर्छ। अब त्यसलाई गरेपछि अनि हुन्छ तपाईँले जे भनेको त्यही मान्छु भन्छ। अब आफ्नो 16 अध्याय पुराण भगवान् श्री भगवान् आज्ञा गर्नुहुन्छ। स्वर्ग वैकुण्ठ काशीको जैजुन पेताएको स्वर्ग वैकुण्ठ बास होस्। 16 र 17 अध्याय पुराण भगवान् बानादि धनुदेव शङ्ख चक्र गदा रहस्य पुण्डरीकाक्ष पेतामसी पद अनादिन धनुदेव शङ्ख चक्र गदा रहस्य पुण्डरीकाक्ष पेतामसी अनादिन धनुदेव शङ्ख चक्र गदा रहस्य पुण्डरीकाक्ष पेतामसी पद भव। भएको 16 रात्रि भएकोमा छ भने त्यो 16 रात्रिहरूमा पनि डराउँछे। चार रात्रि गर्भ रहेको भनेको भाग्य शाली धर्मपुत्र आत्माहरूले छोरो जन्मिन्छ भने त्यो रात्रि साधारण मनुष्यहरूलाई कसैले पनि पाउन कठिनै छ। 12मा उत्तम गति गुणवान हुन्छ पुत्र जन्म लिँदाखेरि। 4 दिनमा देखिसकेपछि 5 दिनमा ठुला भएको मधुसूदन पार्थ मारुमा खानु अमृतै ठुलो तातो चिसो छाडिदिनु र 13मा यति गरेपछि त्यो क्षेत्री खेतमा काम भएको बेदमा पनि अमृतै हुन्छ। त्यस क्षेत्री भए स्वामी मानिसले असल फल पाउँछ र 14मा अब सौभाग्य संस्थानमा शुद्ध वस्त्र पहिरिनु र श्रीखण्ड चन्दन र सुगन्धी गर्नु र भगवानको माला जप्नु पालन गर्नु र हरे कृष्ण 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 हरे 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 राम
भनेर भजन कीर्तन गर्नु निःशुल्क वैकुण्ठ शान्ति प्रसन्ने आदि शुल्क वैकुण्ठ शान्ति पञ्चाध्याय अनादिनि धनुदेव शङ्कर पद रहस्य पुनरिकाक्ष पेतामसि पद अनादिनि धनुदेव शङ्कर पद रहस्य पुनरिकाक्ष पेतामसि पद अनादिनि धनुदेव शङ्कर पद रहस्य पुनरिकाक्ष पेतामसि पद यहाँ राख्ने शान्ति भवन्तु फेरि दिनु है हे गुरुजी भन्छन् धर्म आत्मा जुन स्वर्गलाई भोगेर तिनीहरूमा जन्मिन्छन् भने अब आमाका पेटबाट कसरी उत्पन्न हुन्छ भन्ने कुरा गरी बक्सिनुहोस् एकमा पुण्य आत्मा जुन यस गर्भमा रहेको छ त्यही जीवनमा विचार गर्छ त्यही कुरा सुन्नु इच्छा गर्दछु हे गुरुजी भन्नु